के हुँदैछ हजुरलाई के चाहियो होला के दिनु रे कति पर्छ यसको 80 रुपैयाँ के हो आइपिएल भने के भन्यो थ्याङ्क यू के चियो गर्दैछ मान्छेले गयो रिक्सा चढेर ए कुरो लाउनु खोज्दैछ कि उसले चाहिँ भन् त भाइ नानीको ख्याल राख नानीको ख्याल गर कसको ए दाइ भाउजूको हो आइपिएल किनेर लग्नु भएको छ आइपिएल किनेर ल्याएछ भाउजूले कहाँबाट बजारबाट ल ल ल दाइले आगो लगाइदियो ल्याऊ अब त कामबाट छिटै आउनुपर्छ त ए हामी त अनि गल्ती त मैले त्यही दिन गरेको थिएँ जुन दिन तेरो यो सिउँदोमा मैले सिन्दुर भरेको थिएँ म घरमा नआउँदा त घरमा बसेर के हरकत गर्छस् त्यो कुरा मलाई थाहा हुँदैन भनेर पहिले कसरी सोच्न सकिस् के चाहिँ हजुर भन् त्यो आइपिएल तेरो नाटकको कल उठा थ्याङ्क यू किटु यति ठुलो हेल्प गरेकोमा आज तिमीले बेलैमा आइपिएल नल्याइदिएको भए म बर्बाद हुन्थेँ अरूको लागि रहेछ नि त छैन नाङ्गो आँखाले देखेको र अरूले सुनाएको कुरा सबै सत्य हुँदैन भन तिमीले कुरा कसले सुनायो त्यसै कुरो लगाएर भन्दै घर बिगार्दैन